दिस इज टाटा। आज हामी चितवनबाट आइचर गाडी, टाटा गाडी, अशोक लेन्डा गाडी सँगसँगै आएको रुकुमको लागि। अहिले तुलसीपुरमा तेल फुल गर्दैछौँ। यो चाहिँ टाटामा हाल्दैछौँ अहिले। टाटाले कति खाँदैछ अनि आइचरले कति खान्छ, अशोक लेल्यान्डले कति खान्छ पुरै देखाउनेछौँ। अशोक लेल्यान्ड, टाटा, आइचरमा कुन गाडी ठिक, कुनले तेल कम खाने, कुनले बढी खाने। अहिले चाहिँ यहाँ टाटामा फुल हुँदैछ। ल टाटाले 51 लिटर खाएछ। बुटलबाट फुल गरेर आएको 7254। टाटाको साउजीले तेलको पैसा बुझाउँदै हुनुहुन्छ। उहाँ आइचरको साउजी, म अशोक लेल्यान्डको ड्राइभर। अब अशोक लेल्यान्डमा तेल हाल्न लगाएर चाहिँ हेरौँ टाटाले धेरै खान्छ कि अशोक लेल्यान्डले। पैसा माइनसको कुन गाडी किन्दा ठिक हुन्छ तपाईँहरूलाई ठ्याक्क सबै स्पष्ट देखाउँदैछौँ है हामीले। टाटा किन्ने कि अशोक लेल्यान्ड किन्ने कि आइचर किन्ने कि कुन गाडी किन्ने, हेर्नुहोस् कुन गाडी किन्दा ठिक हुन्छ बुझ्नुहोस्। एकछिन यसलाई स्टक गर्नु पर्छ। स्टक रातमा हेर्नुहोस् यहाँ अब टाटाले भन्दा धेरै खाइसक्यो अशोक लेल्यान्डले। अशोक लेल्यान्ड भन्दा टाटा ठिकै, यसले तेल धेरै खायो। टाटाको सामान जता पनि पाइने भन्छन् नि, उखान्छ नि एउटा किराना पसलमा सामान पाइन्छ किराना तेल। आइचरले कति खाँदैछ साथी? आइचरले भन्दा टाटाले अलिक टाटाले नै अशोक लेल्यान्डले धेरै। आइचरले कति लिटर खाएर नारायणदेखि? अब त्यो त तपाईँलाई थाहा हो। 81 लिटर भनिदिनु न। ल हेर्नु ल, हाम्रो अशोक लेल्यान्डले हेर्नु न बुटोलबाट सँगै फुल गरेको है, टाटा गाडी र अशोक लेल्यान्ड। अन्त चलाइमा अलिअलि फरक पर्नु पर्यो, यति धेरै चाहिँ फरक पर्दैन क्या। होइन तर खै कस्तो के तालले चलाएको हो कि अब यो के हो कसो होइन, अब हेर्नु न ल। जति नै चलाए पनि यति धेरै फरकै पर्दैन। टाटा इज बेस्ट। आइचर कस्तो लाग्यो? आइचर आइचर रोगी साउजो कि ए अशोक लेल्यान्ड भन्नु त। के तर टाटा यतिको अरू कुनै होइन रहेछ भन्ने कुरो बुझियो। हेर न ल है 51 पोइन्ट कति खाएको थियो है टाटाले, सँगै फुल गरेको। 5 लिटर बढी खायो। ल अनि पैसा जोगाउनु छ भने टाटा लिनु पर्यो। टाटाको साउजी है या ल। ल आइचरले चाहिँ यो है 7900 हेर्नु 81 लिटर। ल टाटा भन्दा पिडामा हुन्छ है। के गर्नु रे? टाटाले कम खाइदियो भने हेर्नु टाटा टेन्सन इज घाटा होइन, टाटा इज के हुँदो रहेछ अब? नाफा बेस्ट। बेस्ट। आइचर के आके ल अशोक लेल्यान्ड के हुँदैछ? अशोक लेल्यान्ड झाँट मुट्ने केही काम छैन।